योगका अभ्यासहरू गर्दाखेरिमा पनि सही समय सही स्थान नितान्त जरुरी हुन्छ। त्यसैले बिहानको ब्रह्म मुहुर्तको समय अति उत्तम र सही समय खाली पेट हुन अति नै जरुरी छ। कमसेकम पानी पिएको 1 घण्टा र खाना खाएको 3-4 घण्टा नभएसम्म हामीले योगको कुनै पनि गतिविधि गर्नु मिल्दैन यदि आसन र प्राणायामहरू हामीले गरिराखेका छौँ। हजुर आउनुहोस्, अब थाइराइडको लागि हामी योगका अभ्यासहरू गर्छौँ। त्यसको लागि थाइराइड भन्दा बित्तिकै हाम्रो यो थाइड ग्ल्यान्डमा आउने समस्या भएको हुँदाखेरिमा थाइराइडको लागि गरिने विधिहरू विशेष गरेर यो घाँटीलाई यसरी माथि फर्काएर गऱ्यौँ भने यो हाम्रो थाइड ग्ल्यान्ड एक्टिभ हुन्छ। यिनैसँग सम्बन्धित विधिहरू हामीले गर्नेछौँ। दर्शकबिन, सबैभन्दा पहिला हामी उष्ट्रासन गर्छौँ थाइराइडको लागि। विशेष गरेर यो वज्रासनमा बस्छौँ हामी। यसरी आसन विशेष गरेर आफूलाई सहज हुने कुनै पनि आसनमा बस्ने हो, जुन आसनमा हामी आधा घण्टासम्म नचलाइकन बस्न सक्छौँ। उष्ट्रासनको लागि सही आसन भने यो वज्रासन हो। यसरी वज्रासनमा बसेर हामी यसरी गोडालाई थोरै खोल्छौँ। हातलाई हामी कम्मरमा पनि राख्न सक्छौँ र यसरी अगाडि यो अवस्थामा पनि हामी बस्न सक्छौँ र शरीर तन्किँदा सास लिन्छौँ, शरीर खुम्चिँदा सास छोड्छौँ। योगमा गरिने श्वास प्रश्वासको विधि यही नै हो। उष्ट्रासन गर्दाखेरिमा हामी कम्मरमा हात राखेर गरौँ। हामी सास लिँदै पछाडि हेर्छौँ। यसरी होल्डमा बस्छौँ। 1 2 3 4 5 6। श्वासलाई छोड्दै बिचमा। तर यदि प्रेसरको समस्या छ र मुटुको समस्या छ भनेपछि पछाडि हेरी जानु मिल्दैन। आफ्नो शरीरको अवस्था हेरिकन गर्नुपर्ने हुन्छ। हामीले फेरि एकपटक गरौँ। थाइराइडको लागि श्वास लिँदै श्वास छोड्दै हामी गर्छौँ उष्ट्रासन। श्वास लिँदै यसरी हातलाई हामी पछाडि लगेर गोडामा राख्छौँ, अर्को हात पनि, अनि श्वास लिँदै माथि हेर्छौँ। यसरी होल्डमा बस्छौँ। 1 2 3 4 5 6। श्वासलाई छोड्ने, फर्केर हातलाई बिस्तारै यही अवस्थामा ल्याउने। फेरि एकपटक गरौँ। 1 2 3 4 5 6। श्वासलाई छोड्दै यसरी हामी नर्मल आसन। थाइराइडको लागि गरिने अर्को विधि छ भुजङ्ग आसन, जसलाई हामी पेटको बलले सुतेर गर्छौँ। यसरी भुजङ्ग आसन गर्दा गोडा पछाडि यसरी जोडिन्छ। हातलाई छातीको दायाँ बायाँ। श्वास प्रश्वासको प्रक्रिया तन्किँदा श्वास लिने र खुम्चिँदा श्वास छोड्ने भइ नै हाल्यो। श्वास लिँदै अर्ध भुजङ्ग आसन। 1 2